हेलो नमस्ते, म अस्मिता श्रेष्ठ लाजुङपाटमा बस्छु। आई एम सेल्फ इम्प्लोयड हाउसवाइफ र म एउटा बेबीको मम्मी पनि हो। सो बच्चा र घरको कामको व्यस्तताले गर्दा ग्रोसरिज किन्नको लागि मलाई धेरै नै समस्या आइरहेको हुन्छ। नमस्ते, म दृष्टि तुलाधर बनिया। ग्रोसरिज हरेक घरको लागि बेसिक निड नै हो र म जस्तो वर्किङ वुमेनको लागि चाहिँ नि ह्यासल नै हो। फेरि अफिस घर परिवार यही काममा यस्तो बिजी हुन्छु कि बजार गएर सपिङ गर्न चाहिँ फुर्सदै हुँदैन। त्यसैले आई प्रिफर बिग मार्ट फर अल अफ माई ग्रोसरी निड्स। बिग मार्टमा सपिङ गर्न थालेको मोर देन 5 इयर्स जति भयो होला। त्यहाँको एक्साइटिङ अफर्सहरूले गर्दा त झन् मलाई त्यहाँ सपिङ गर्न एकदमै रमाइलो लाग्छ। त्यहाँ गइसकेपछि कुनै सामान नपाउला भन्ने पनि छैन। द्याट्स वाइ आइ एम भेरी ग्रेटफुल टु बिग मार्ट बिकज उहाँहरूको कल एन्ड कलेक्ट सर्भिसले मेरो लाइफ ह्यासल फ्री नै भएको छ। हामीले सिम्पली उहाँहरूलाई कल गरेर लिस्ट पठाइदिनुपर्छ र उहाँहरूले चाहिँ नि फ्रेस प्रडक्ट्स क्वालिटी प्रडक्ट्सहरू सब प्याक गरेर राखिदिनुहुन्छ अनि हामीले कलेक्ट मात्रै गरे पुग्छ। त्यही भएर इट्स बिन अ ब्लेसिङ नै फर मी। एकदमै सजिलो भएको छ। इभन कहिलेकाहीँ त म एकदमै धेरै बिजी भएको बेलामा उहाँहरूको कल एन्ड डेलिभरीको सर्भिसले गर्दा मलाई घरमै डेलिभरी पनि गरिदिनुहुन्छ। त्यसैले मलाई एकदमै सजिलो भएको छ। सो आई विल रेकमेन्ड एभ्री वान टु सप एट बिग मार्ट। थ्याङ्क यू बिग मार्ट। आई वुड लाइक टु रिकमेन्ड बिग मार्ट टु एभ्री वान अफ यु। अनि थ्याङ्क यू बिग मार्ट। एकदमै सजिलो, हाम्रो घर नजिकै पनि छ। एन्ड ह्याप्पी सपिङ एभ्री वान। हेलो नमस्ते, मेरो नाम चाहिँ नेहा पौडेल। म भक्तपुरमा बस्छु। यो बिग मार्टसँग म सपिङ गर्न थालेको अलमोस्ट 2 इयर्स चाहिँ भयो। धेरै सजिलो छ बिग मार्टसँग सपिङ गर्न। अन्डर वान रुफ धेरै चिज पाइन्छ। नमस्कार सबैजनालाई, म ज्योति शाही। एज अ प्रोफेसन म एउटा टिचर हो होइन, तर बिसाइड द्याट म एउटा गृहिणी हो। हजुर सबैलाई थाहा छ हामी गृहिणीहरूलाई एकदम धेरै हाम्रो टाइम स्पेन्ड चाहिँ सपिङमा हुन्छ है। अनि त्यही भएर मेरो चाहिँ घर सानो भर्याङ हो र अनि मेरो घर नजिकै बिग मार्ट छ, यो सानो भर्याङको बिग मार्ट, जहाँ म आफूलाई आफ्नो किचनलाई चाहिने सबै सामानहरू यतैबाट मैले किन्ने गर्दछु। एज अ हाउस मेकर है, मेरो लागि त अब टाइम एकदम इफिसियन्ट छ भनौँ न। छिटो आयो सबै चिज, एउटै भेजिटेबल्सदेखि लिएर आफ्नो डेली युजको सामानहरू सबै चिज बिग मार्टमै भएर धेरै सजिलो छ, धेरै इजी छ मेरो लागि चाहिँ। बिग मार्ट रोज्नुको कारण चाहिँ बिग मार्टमा धेरै अफरहरू पनि हुन्छ होइन। हामी एज अ हाउसवाइफ अलिकति पैसा बचाउँ भन्ने हाम्रो सोच हुन्छ नि त। त्यसकै लागि बिग मार्टले चाहिँ न्यु इयर फेस्टिभलहरूमा पनि अफरहरू दिइरहेको हुन्छ। अर्को चाहिँ एभ्री वेन्सडे स्याटरडे पनि उहाँहरूको अफरहरू चलिरहेको हुन्छ होइन। बिग मार्टसँग मेरो एकदम एउटा क्लोज एउटा एक्सपिरियन्स पनि तपाईँले सोधिहाल्नुभयो, भन्न मन लाग्यो है। रिसेन्टली दसैँको बेलाको कुरा हो, सबै स्टोरहरू बन्द थियो अनि हामी कतै जानुपर्ने थियो र त्यो टिकाको दिन कतै पसल खुल्ला हुनु भनेको एकदम रेयर नै हो। र बिग मार्ट त्यतिखेर त्यो टाइमको लागि आइ एम भेरी ग्रेटफुल फर बिग मार्ट। मैले त्यो बेला टिकाको दिन जस्तो दिन बिग मार्ट खुल्ला देखेर आई वाज भेरी ह्याप्पी र मैले त्यहाँबाट सपिङ गर्न पाएँ अनि आई विल अलवेज बी ग्रेटफुल फर द्याट। थ्याङ्क यू। हामीले कहिले कहिले अलि हामी बिजी हुँदाखेरि हामीले सपिङ जान नभ्याउँदाखेरि पनि उहाँहरूलाई कल गऱ्यो भने उहाँहरूले हाम्रो घरसम्मै पनि सामान पुऱ्याइदिनुहुन्छ। त्यही भएर म हजुरहरूलाई पनि रिक्वेस्ट गर्छु सपिङ गर्नु होला बिग मार्टमा। आज पनि मैले टन्नै सपिङ गरेको छु। थ्याङ्क यू बिग मार्ट। अर्को एउटा कुरा चाहिँ बिग मार्टको आउटलेटहरू एकदम हाम्रो घरको नजिक नै धेरैवटा आउटलेट भएकोले पनि धेरै गृहिणीहरूलाई यसको एकदम हेल्प पनि गरेको छ बिग मार्टले। थ्याङ्क यू वान्स अगेन। नमस्ते, म आशा मल्ल ठकुरी हो। म यहाँ क्यान्टिन चलाउँछु यो अफिसमा। म कुनै सामानहरू जेसुकै भनौँ न, मसला ससला यताउति अग्रमहरू सबै म बिग मार्टबाट लिएर आउँछु। नमस्ते, म अनिता। म जे पनि सपिङ गर्दै म यही बिग मार्ट आउँछु। यहाँ सबै सामानहरू पनि सस्तोमा पाउँछ, जे पनि सामान पाउँछ। जुन सामान लिए पनि सस्तो छ, भाउ राम्रो छ। मेरो उता ठुलो भर्याङमा पनि छ, म उता धेरै छ, उता ठुलो भर्याङमै जान्छु। म जे किन्नु पऱ्यो पनि नुनदेखि सुनसम्म, सुन त नपाउला तैपनि मैले नुनदेखि सुनसम्मै पाउँछ, सस्तो छ, राम्रो छ, क्वालिटीको सामान पनि पाउँछ। त्यही भएर म सधैँ यहाँ बिग मार्टमै आउँछु। म भनौँ न अब तरकारीहरू बन्दाकोपी यताउति गेडागुडी अरू सबै मसला ससला सबै राम्रै पाउँछ। म हाम्रो साथीभाइहरूलाई पनि त्यो बिग मार्टमा जानु भनेर म सल्लाह दिन्छु। यहाँ त टाइममा अफरहरू पनि आउँछ। यहाँ फेरि कहिलेकाहीँ यो के अरे गेट 1 बाई 1 फ्री पनि हुन्छ।
अनि तपाईँहरू पनि यहीँ आएर राम्रो हुन्छ। यहाँ सामान हरेक पाउँछ, क्वालिटीको सामानहरू पनि पाउँछ। अनि के अरे भाउ पनि राम्रो छ यहाँ। तपाईँहरू पनि यतै आउनु, राम्रो ताजा राम्रो सामान पाउँछ। थ्याङ्क यू बिग मार्ट। नमस्ते, मेरो नाम टिचा साके हो र म ब्याचलर्स अफ बिजनेस म्यानेजमेन्ट गर्दैछु नेसनल कलेज अफ कम्प्युटर स्टडिजमा र म यहीँ नजिकै बिजुसुरीमा बस्छु। जुनै पनि सपिङहरू गर्नु परेमा, सानोतिनो कुरादेखि लिएर ठुलो कुरा पनि किन्नु परेमा म यहीँ बिग मार्टमा आउने गर्दछु। यहाँ चाहिँ वाइड भेराइटिजको सामानहरू पाउँछ, आफ्नो ग्रोसरिजदेखि लिएर आफूलाई चाहिने अब आइसक्रिम्सहरूदेखि लिएर बेभरेजहरूदेखि लिएर सबै यहाँ पाइन्छ। सो त्यही भएर चाहिँ म यहाँ आउने गर्छु। नमस्ते, म सरिता। म सामान किन्नलाई सधैँ यहीँ आउँछु। ढल्कुको छेउमा छ मेरो घर नजिकै। म जे पनि सामान यहीँ किन्छु। जुनसुकै सामान किन्नलाई पनि सजिलो लाग्छ। त्यही भएर म त सधैँ यहीँ किन्न आउँछु। अरू ठाउँभन्दा घर नजिक भएको भएर मलाई यहीँ सजिलो लाग्छ। अनि त्यही भएर म त यतै आउँछु। अनि अर्को भनेको यहाँ चाहिँ एकदमै स्पेसियस पार्किङ छ, जसले गर्दाखेरि चाहिँ म एज अ स्कुटी राइडर चाहिँ मलाई एकदमै सजिलो भएको छ। त्यसैले म हजुरहरूलाई बिग मार्ट एकदम रिकमेन्ड गर्छु। तपाईँहरूले चाहिएको सबै सामान यहाँ पाउनु सक्नुहुन्छ। प्लस हाम्रो भेहिकल राइडर्सहरूले पनि यहाँ स्पेसियस पार्किङहरू पाउन सक्नुहुन्छ। अफर्सहरू चाहिँ मिस नगर्नु होला। सो थ्याङ्क यू बिग मार्ट। तरकारीदेखि लिएर सबै चिज पाउँछ यतै। त्यही भएर एकै ठाउँमा पाउने भएर मलाई सजिलो लाग्छ। यहाँ आयो भने अन्त जानु पर्दैन, सबै यहीँ पाउँछ। बेला बेलामा अफर पनि पाइरहन्छ, सजिलो लाग्छ। तपाईँहरू पनि यतै आउनु, सबैलाई सजिलो पनि, जे किन्नलाई पनि सजिलो। थ्याङ्क यू बिग मार्ट। हाई, म चाहिँ पूजा श्रेष्ठ, अहिले ब्याचलर्स पढ्दैछु। नमस्ते, मेरो नाम चाहिँ कविता खनाल र म चाहिँ एउटा स्टुडेन्ट एज वेल एज अ फुल टाइम वर्किङ प्रोफेसनल भएको हुनाले चाहिँ मलाई चाहिँ अब टाइमै भ्याउँदैन क्या सामानहरू किन्न जानलाई। म चाहिँ काठमाडौँमा एक्लै बस्छु, त्यसैले मलाई धेरै सामानहरू चाहिराख्नुहुन्छ। सामानहरू चाहिँ म प्रायः सधैँ बिग मार्टमै किन्ने गर्छु। किनकि भन्दाखेरि मलाई चाहिने सबै सामानहरू चाहिँ बिग मार्टमै पाइरहेको हुन्छ। बिहान अफिस गयो, बेलुका अफिसबाट फर्किँदा राति हुन्छ, अनि गाह्रो भइरहेको हुन्छ क्या। अनि म चाहिँ बिग मार्टमा आएर सबै सामान एकै ठाउँ किन्ने गर्छु। किन भन्दाखेरि चाहिँ अब सबै सामान एकै ठाउँमा पाउँदाखेरि सजिलो पनि हुन्छ नि त। र यसको धेरै आउटलेटहरू पनि छ। आउटलेटहरू कतै जाँदाखेरि केही सामानहरू किनिहाल्नु पऱ्यो भने पनि बिग मार्टको आउटलेट भएको कारणले गर्दाखेरि चाहिँ मलाई धेरै नै सजिलो भएको छ। त्यसैले थ्याङ्क यू बिग मार्ट। अनि पछि यता चाहिँ अब अफरहरू पनि धेरै आइरहेको हुन्छ, अनि म त्यसको फाइदा पनि धेरै उठाइरहेको हुन्छु। सो आई वुड लाइक टु रेकमेन्ड एभ्री वान टु सप इन बिग मार्ट एन्ड ह्याप्पी सपिङ। थ्याङ्क यू बिग मार्ट।